हेलो एन्ड नमस्ते सबैजनालाई हजुरहरूलाई धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानलमा। सो हजुरले देख्न सक्नुहुन्छ यहाँ मैले 20वटा मोमो राखेको छु। अनि यो भिडियो चाहिँ धेरै लामो पनि हुनेवाला छैन, किनभने मैले आज मुकबाङ च्यालेन्ज भिडियो ल्याएर आएको छु नि त। अनि यहाँ चाहिँ मैले टाइमर राखेको छु। मैले चाहिँ यो 20वटा मोमो 2 मिनटमा सक्नुपर्ने हुन्छ। सो ढिला नगरी सुरु गर्छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सो स्टार्ट गरौँ है त। नहीं स्टार्ट। मलाई थाहा छैन मैले कतिवटा खायो। दुई मिनट 1 सेकेन्डमा 15वटा मात्रै खान सकेँ मैले। किमा अघि चाहिँ च्यालेन्ज चलिरहेको थियो नि त। अनि मैले यसको टेस्टको बारेमा केही पनि एक्सप्लेन गर्नु पाएन। अब हजुरहरूलाई थाहै होला मोमोको टेस्ट कस्तो हुन्छ। अब कतिपयलाई चाहिँ कति मिठो पनि लाग्छ होला। यसमा मिठो लाग्छ होला भन्नु चाहिँ क्वेसनै आउँदैन कि मिठो लाग्छ सबैलाई। तर यो चाहिँ घरमा बनाएको मोमो, कोदोको पिठोबाट बनाएको, एकदमै मिठो छ। मलाई मिठो लाग्यो। बस मैले चाहिँ च्यालेन्ज जित्न सकेन। 5वटा मोमो मैले खान सकेन। 15 चाहिँ 2 मिनटमा खाइयो। यस्तो त खानु
सो मैले चाहिँ च्यालेन्ज कम्प्लिट गर्न सकेन। त्यही भएर अर्कोचोटि फेरि यस्तै च्यालेन्ज ल्याएर आउँछु। अब चाहिँ हार्दैन। र आजको लागि यति नै। फेरि म अर्को च्यालेन्ज लिएर छिटै आउनेछु। सो गाइज, अब हजुर यहाँसम्म हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। बाई।